जोगाउने होइन। यहाँहरू हामी सबैले एउटा मुसलमान जतिसुकै समय भएर पढाइरहेको भए पनि 12 बजे गोर्खापत्र ओछ्याएर घोडा मारेर ध्यान गर्छ, किनभने त्यो मुसलमानको अनुशासन हो। आफ्नो धर्म रक्षाको लागि अनुशासन कायम गर्छ। हामीले हाम्रो धर्म रक्षाको लागि एउटा मुसलमानले 12 बजे गोर्खापत्र ओछ्याएर ढोके जस्तै सत्कर्म यहाँ रह्यो भने हाम्रो धर्म पनि कसैले आक्रमण गर्न मास्न सक्दैन। एउटा ज्वलन्त उदाहरण, अमेरिका हिन्दूहरूको विरोधी राष्ट्र हो, तर आज व्हाइट हाउसमा रुद्री पूजा लगाइएको छ। भारतका मुसलमानहरूले हिन्दू धर्म नै हामीभन्दा जेठो धर्म हो भनेर काली गण्डकीबाट लगेको शालिग्राम अयोध्यामा त्यो स्थापना गर्नको लागि लाखौं रुपियाँ सहयोग गरेका छन्। सबै धर्मावलम्बीहरूले हिन्दू धर्म जेठो हो भनेर स्वीकारेको अवस्था छ। हामीले हाम्रो धर्म जोगाउन कति सक्छौँ? सानो देश छ, बडा बडा देशको अन्तरमा हामी छौँ। यिनीहरूलाई पनि नजिस्काइकन हामी खाओ, तपाईँले खाओ भन्ने चिन्नु भएको छ नि, खावा भन्ने मौरीको ठुलो रूप। मौरीलाई यति झुम्रो झोकिदिएर धुवा लगाइदियो भने सर छोडिदिन्छौँ, बनाउने चट्टा काटेर म झिक्न मिल्छ। खाओ रिसियो भने पानीभित्र पनि बुढेर तपाईँलाई टोक्छ। तर त्यो खावाको मह त निकालेर खाएकै छन्। हामी खावाको मह निकालेर खान सिकौँ, मौरीको मह त जसले पनि निकालेर खान्छ। त्यति गर्यौँ भने हाम्रो धर्म र संस्कार बच्छ भन्ने कुरा पनि यहाँको बिचमा निवेदन गर्न चाहन्छु।